अन्य अन्य नेताहरू चोर फटाहरू छन्। तपाईँ असल नेतृत्वका व्यक्ति हुनुहुन्छ। त्यसै पनि एउटा वाडा एउटा गाउँ यदि छुट्या छ भने त्यहाँको जनतालाई पुछ्नु, त्यसपछि मलाई भन्नु म उम्मेदवारी फिर्ता लिइहाल्छु। राजेन्द्र महतोजी यहाँबाट जित्नुभयो त हामी 1 करोड 100 करोड भन्दा बढीको यहाँ काम गरेको हो। त्यसको के काम गर्नुभएको एक दुईवटा जोड दिनु। मलाई नसोध्नु। अहिले हामीहरूको माझमा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र झाजी हुनुहुन्छ। स्वागत छ हजुरलाई। धन्यवाद धन्यवाद। क्षेत्र नम्बर 3 बाट उम्मेदवारी यहाँले चाहिँ दिइराख्नु भएको छ। यो चाहिँ पहिलो पटक हो? मेरो दोस्रो पटक हो। म संविधान सभाको 2070 सालमा पनि उम्मेदवारी दिएको थिएँ। त्यति बेला सफल हुन सकेन। त्यसमा पनि कारण थियो, म जुन पार्टीबाट थिएँ सद्भावनाबाट म थिएँ, टिकट चाहिँ पाइएन त्यति बेला मलाई एमालेबाट पनि अफर भएको थियो। एमालेको क्यान्डिडेटको त्यसमा नाम थिएन, तर म मधेसवादबाट प्रेरित भएको 2000 तर अहिले क्षेत्र नम्बर 3 मा दिग्गज नेताहरूले पनि उम्मेदवारी आफ्नो दर्ता गराइराख्नु भएको छ। के लाग्छ यहाँ चाहिँ जित्न सक्नुहुन्छ? मधेसवादी हो। 48 सालदेखि म मधेसवादी, म पन्जा छापको समर्थक हो, म गजेन्द्र बाबुको अनुयायी हो। त्यसैले म चाहिँ त्यति बेला एमालेबाट टिकट लिएन। म यहाँ त्यति बेला पनि पन्जा छापबाट चुनाव लडेर जहाँ जहाँ सद्भावना गएको छ म त्यही छु। सद्भावनाको लेगेसी जोसँग छ म त्यही छु। र यहाँ 3 नम्बर क्षेत्रको कुरा गर्नुभएको छ भने मेरो यहाँ यो धनुषा 3 नम्बर क्षेत्र मेरो कर्म क्षेत्र हो। यहाँ म एसएलसी 9 क्लास यहाँ जित्ने कतिको सम्भावना छ? किनभने यहाँ दिग्गज नेताहरू हामीले हेरिरहेका छौँ। के को दिग्गज? पुरै यहाँ जित्ने निश्चित छ। त्यो देश बेच्ने मान्छे अन्य नेताहरू चोर फटाहरू छन्। तपाईँ असल नेतृत्वका व्यक्ति हुनुहुन्छ। त्यस्तो भनेको छैन, सबलाई त्यस्तो भनेको छैन। जो यो देश जनकपुरलाई जनकपुर धाम बन्न दिएन त्यसलाई मैले भनेको। जस्तैमा जस्तै सबै छ। जो जुन निर्वाचित भएको छ के गरेको छ, जो निर्वाचित अहिलेको निर्वाचित 3 वर्ष भएको छ, 3 वर्षमा कति विकास गरेको छ त्यो देखाउनु पर्यो नि। हामीले गरेको हाम्रै राजेन्द्र महतोजी यहाँबाट जित्नुभयो त हामी 1 करोड 100 करोड भन्दा बढीको यहाँ काम गरेको हो। त्यसको के काम गर्नुभएको एक दुईवटा जोड दिनु। मलाई नसोध्नुहोस्। म भन्छु म पुरै जनकपुरको घर बनाएको छु, त्यो मलाई नसोध्नुहोस्। यहाँको जनतालाई सोध्नुहोस्। 38 वटा वार्डमा जति गाउँ छ त्यो सबै प्रत्येक गाउँमा हामीले काम गरेको छु। कुनै पनि एउटा वार्डा कुनै पनि काम गर्नु भएको छ भने फेरि पनि राजनीतिमा यहाँ किन आउनु पर्यो? कुनै पनि एउटा वार्डा एउटा गाउँ यदि छुट्या छ भने त्यहाँको जनतालाई पुछ्नु, त्यसपछि मलाई भन्नु म उम्मेदवारी फिर्ता लिइहाल्छु। हामी चाहिँ राजेन्द्र महतोजी 5 वर्ष यहाँ जित्नुभयो। 5 वर्षको कार्यकालमा हामीले गरेको काम त्यति बेलामा जति हामी गरेका छौँ त्यति यदि कोही गरेका छ भने म अहिले उम्मेदवारी फिर्ता लिइहाल्छु। त्यसको लागि जित निश्चित छ हजुरको? एकदम 100%। ल पक्कै पनि यहाँले चाहिँ सुनिसक्नु भयो। उहाँले जित चाहिँ निश्चित छ भनेर चाहिँ भन्नुभएको छ। बाँकी यहाँका जनताले पक्कै पनि बुझ्नेछन्।